आज म तपाईहरुसँग भुटिनिज डिश खेवा दाचीको रेसिपी शेयर गर्न गइरहेको छु। मलाई आशा छ तपाईहरुलाई यो नयाँ रेसिपी एकदमै मन पर्छ होला भनेर। रेसिपी मन परे साथी फ्यामिलीहरुसँग शेयर गरेर यो भिडियोलाई लाइक गर्नु चाहिँ नबिर्सिदिनुस् है। नमस्ते, म चितेन तपाईहरुलाई स्वागत गर्छु चितेन टुक्पा रेसिपीमा। आजको रेसिपीको मेन इन्ग्रेडिएन्ट्सहरु हेरिहालौं है त। यहाँनिर मैले 7-8 वटा आलु मसिनो खालको यसरी काटेर राखेको छु। यो मैले एकदमै बाक्लो पनि काटेको छैन अनि एकदमै सारो पातलो पनि राखेको छैन। ठिकैको गरेर यसरी गोलो गोलो आकारमा मैले पानीमा भिजाएर राखेको छु। पानीमा यसरी आलु भिजाउनाले चाहिँ छिटो कालो हुँदैन। अरु इन्ग्रेडिएन्ट्समा मैले यहाँ लिएको छु सानो प्याज र यसरी काटेको छु। लसुन छ यहाँ मैले लामो लामो गरेर काटेको 1 टेबलस्पुन। सँगसँगै गार्निशको लागि यहाँ स्प्रिङ अनियन छ 2 टेबलस्पुन। रेसिपीमा एकदमै चाहिने मेन इन्ग्रेडिएन्ट्स खोर्सानी यहाँ मैले 2 वटा लिएको छु। यदि तपाईहरुकोमा भुटिनिज खोर्सानी छ भने एकदमै राम्रो हुन्छ। यहाँ चाहिँ मैले यो स्कच बोनेट भन्ने एकदमै पिरो हुन्छ यो खोर्सानी यो लिएको छु, अथवा तपाईहरुले कुनै पनि नर्मल खोर्सानी घरमा भएको युज गर्न सक्नुहुनेछ। सँगसँगै मैले यहाँनिर एउटा ठुलो टमाटरलाई यसरी काटेर राखेको छु। अर्को मेन इन्ग्रेडिएन्ट्स यो रेसिपीको धाची अथवा छुर्पी कतिजनाले भन्छ। यसको रेसिपीको लिंक तपाईहरुलाई म डिस्क्रिप्सन बक्समा राखिदिन्छु। मेरो च्यानलमा तपाईले पाउनुहुनेछ। र यो मैले लिएको छु सानो बोलको 1 बोल र यो एकदमै इम्पोर्टेन्ट हो। तपाईहरुले यो खेवा धाची बनाउँदा अथवा कुनै पनि भुटिनिज डिशहरु बनाउँदा तपाईहरुलाई यो चीज एकदमै चाहिन्छ। नर्मली इंग्लिशमा भन्नुपर्ने हो भने यो चीज हो। र सबै सामग्रीहरु हेरिहाल्यौं। अब बनाउन पनि लागौं है त। यहाँनिर मैले कराईमा ग्यासलाई अन नगरिकिन यो सबै आलुलाई पहिला राख्दै छु। आलु सँगसँगै माथिबाट प्याज पनि मैले राखे। सँगसँगै लसुन पनि मैले एड गरे। टमाटरलाई पनि त्यसरी नै एड गर्दैछु। अब खोर्सानी पनि राख्दैछु। 2 टेबलस्पुन चाहिँ मैले यहाँनिर तेल एड गरे। नुन तपाईहरुको स्वाद अनुसार। सबै सामग्रीहरु राखिसकेपछि मैले यहाँनिर 3 कप पानी एड गरे। ग्यास अन गरेको छैन। पानी एड गरिसकेपछि अब मैले ग्यास अन गरे। कभर गरेर हाई हिटमा 15 मिनेट पकाउने। पन्ध्र मिनेट भइसकेको छ। अब कभर खोलेर एकपल्ट राम्रोसँगले चलाउने र चेक पनि गर्ने कि आलु पाके कि पाकेन भनेर। आलु पाकिसकेको छ। अब यसमा मैले एड गर्न गए धाची अथवा छुर्पी। धाची अथवा छुर्पीलाई एड गरिसकेपछि एकपल्ट फेरि राम्रोसँगले चलाउने। छुर्पी एड गरिसकेपछि कभर नगरिकिन म 5 मिनेट जस्तो छुर्पीलाई पकाउँदै छु। छुर्पी अथवा धाचीलाई हाई फ्लेममा 5 मिनेट पकाउनु भयो भने यो पर्फेक्टली रेडी हुन्छ। र अब चाहिँ खेवा दाची पाकेर रेडी छ। एकपल्ट फेरि राम्रोसँगले मिक्स गर्दै छु। पर्फेक्ट खेवा दाची बनेर रेडी छ। छिटो अनि मिठो, कति सजिलो छ बनाउन पनि। घरमा एकपल्ट अवश्य नै ट्राई गर्नुहोला। एकपल्ट राम्रोसँगले चलाएर मिक्स गरिसकेपछि अब चाहिँ मैले ग्यासलाई अफ गरे। ग्यास अफ गरेर माथिबाट मैले थोरै स्प्रिङ अनियन गार्निशको लागि राख्दैछु। तातो तातो भातसँग खेवा दाची सर्भ गर्नको लागि रेडी छ।
कस्तो लाग्यो आजको मेरो रेसिपी कमेन्ट गर्नु चाहिँ नबिर्सिदिनुहोस्। यदि मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज चितेन रूपा रेसिपीलाई सब्स्क्राइब अनि सेयर पनि गरिदिनुहोस्। थ्याङ्क यू, बाई बाई।